यदि तपाईहरू पनि प्लेनमा पहिलोचोटि चढ्दै हुनुहुन्छ भने यो कुरा ध्यान दिनुस् है। मैले जस्तो पछुताउनु नपरोस्। मैले अहिलेसम्म प्लेनभित्र कहिल्यै खानेकुरा खाएको थिइनँ क्या। खाना दियो अनि खानासँगै एउटा सानो प्याकेटमा खानेकुरा दियो। अनि खाना खाएँ, खाना खाइसकेपछि त्यो प्याकेट पनि खानेकुरा भनेर सबै प्याकेट खोलेँ, हेरेँ, कन्फ्युज भयो क्या, खानेकुरा हो कि के हो भन्ने कुरै कन्फ्युज भयो। अनि यसो सुँगेँ त मिठो थियो, फेरि कस्तो मिठो बनायो, ओहो खानेकुरै रहेछ। प्लेनमा अलिक राम्रो खालको टिकट काटेको, महँगो खालको टिकट काटेको, राम्रै होला, खानेकुरा स्पेसल खानेकुरा होला भनेर मुखमा हालेर चबाएँ, मजाले चबाएँ। अलिक खसाक भयो, स्वाद कस्तो स्वादै नआउने क्या, खल्लो खल्लो खालको। महँगो पर्ने खानेकुरा यस्तै होला नि, अब स्ट्यान्डर्ड खानेकुरा भनेर स्वादै निले। अनि निले खाएपछि सन्तोकै लागेन क्या, के भयो सन्तोकै लागेन, कस्तो अप्ठ्यारो फिल भयो। अनि फ्लाइटबाट ओर्लेर टेन्सन भइरहेको थियो नि, ओर्लेर साथीलाई हतार सुतेँ। ओए साथी, अघि खानासँग त्यो प्याकेटमा दिएको थियो नि सेतो, हो त्यो कस्तरी खानेकुरा हो त्यो, मैले त यार खानु नजानेर हो कि के भएर हो, खाएँ, पेट दुखे जस्तो फिल भइरहेछ, कस्तो अप्ठ्यारो फिल भइरहेछ भनेको टिसु रहेछ। त्यसको काम भनेको खाना खाइसकेर हात पुस्ने काम रहेछ, तर त्यो मुखमा हाले। तपाईँहरू पनि एकदम विचार गर्नु है, यदि प्लेनभित्र खानेकुरा दियो भने विचार गरेर सोधेर बुझेर मात्र खानु है। अप्ठ्यारो नमान्नु, नलजाउनु है कसैलाई सोध्न। छेउमा कोही छ भने सोध्नुहोस् यो के को लागि हो भनेर। मैले जस्तो खानुहुन्छ र फेरि बिरामी पर्नु होला। अहिले अब पेट दुखेर मर्ने बेला भएको छ, लाजा मर्नु भएन, कस्तो गाह्रो भइरहेछ पेट दुखेर यार।